मेरो आइडी गयो भनेर तिमीहरूले खुसियाली नमनाऊ। म इटा पनि बोक्नेवाला छैन, सिमेन्ट पनि बोक्नेवाला होइन। जबसम्म टिकटक रहिरहन्छ तबसम्म म टिकटकै कमाई खानेवाला हो, बुझिस्? फ्याँके तैँले 2019 देखि 2025 सम्म तिमीहरूले मलाई यस्तो गर्यौ र कुनै घाटमा पनि मलाई छोडेनौ। अगर म खसी हुन्थे भने तिमीहरूले मेरो चोक्टा लुस्थ्यौ। म मान्छे भएर मात्रै बचेको भनेर पनि म भन्दिनँ। फ्याँकेहरूले मलाई सहयोग पनि गरेका छन्, त्यसको लागि फ्याँकेहरूलाई म धन्यवाद पनि दिन चाहन्छु। तर म सबैलाई सम्हालेर लिएर हिँड्न खोजेको। तिमीहरूले मैले अम्लो दिँदा तिमीहरूले मेरो डुङ्गो निल्यौ, त्यसले गर्दा मात्रै रिसाएको हो। धन्यवाद छ फ्याँकेहरू। मेरो नयाँ आइडी छ, चलिरहेको छ, त्यसको लागि